हावामा यत्रो हावामा चाहिँ जाँदैछौँ। जाडो लागिरहेछ। हाम्रो साथीहरू पर पुगेको छ होइन। हेलो गुड मर्निङ नमस्ते लस्सो फ्याफुला टसिदिले भन्दै ह्याप्पी न्यू इयर भन्दै आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ म पनि एकदमै सन्चै नै आरामै छु। र आज चाहिँ हामी घुम्नलाई जाँदैछु होइन। सबैजनालाई चाहिँ ह्याप्पी न्यू इयर भन्न चाहन्छु। म चाहिँ यहाँ म चाहिँ अघिदेखि 4 बजीदेखि उठेर तयार भएको। यहाँ बहिनी चाहिँ अझै तयार भएको छैन। एकजना अहिलेसम्म आइपुगेको छैन कि उनीहरू। अन्त चाहिँ मैले त्यति धेरै मेकअप चाहिँ गरेको छैन। यता दुईजनालाई कुर्दा मलाई यहाँ जाडो भइसक्यो। गाइस हामी चाहिँ हिँड्दैछौँ होइन। दुईजना चाहिँ पछाडि छ। यता चाहिँ लजाउनु भएको छ होइन। लजाएर हेर्नु न लजाउनु भएको छ है। यस्तो यस्तो छ कि हाम्रो साथीहरू धेरै लजालु छ कि होइन। कसको गर्लफ्रेन्ड र बोयफ्रेन्ड हो। अझ हामी कति बजी पुग्ने हो थाहा छैन। यो चाहिँ मेरो साथी गरेर आएको होइन। खाजा खायौँ। अब चाहिँ यो टाढो जानुपर्छ गाइज। के गर्नु हौ यत्रो टाढो जानुपर्छ यो उकालो। कस्तो मलाई त केटा जस्तो पो देखिन्छ हो भन्न। यस्तै हो यत्रो उकालो हिँड्नुपर्छ होइन। राम 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 यत्रो अग्लो रुख। यिनीहरू चाहिँ हिँड्न नसकेर होइन। यो परबाट आएको हामी चाहिँ। हामी चाहिँ परदेखि आएको। यत्रो हामी चाहिँ पुगिसक्यो फाइनली। कति 5-6 घन्टा पछि चाहिँ हामी आइपुगे उयो माथि चाहिँ। अब चाहिँ हामी जाँदैछौँ दुईजना। अरू चाहिँ आउँदैछ होइन। अरू यहाँदेखि जाँदैछ तर हामी चाहिँ यो बाटो हुँदै जाँदैछ। अनि यदि यो त अघि झन्नै रुख होइन हिँड्न नसकेर। लालीगुराँसै छैन रहेछ कि छैन रहेछ होइन। म एउटा टिप्दैछु। यो चाहिँ कसको लागि न आई लभ यु आई लभ यु भन्न। आई लभ यु भन्न। थ्याङ्क यू। खत्म बाय बाय टाटा गुड बाय गया। यताको भ्यू पनि राम्रो आएर चाहिँ झन्नै लड्यो। दुईजना एउटै सेम लुगा लगाएको छ होइन। अनि त्यही हो हिँडिरहेको छु। अब हेरिसी कहाँ पुग्छ। अब दर्शन गर्ने हो। गर्न पनि बाहिरबाट चाहिँ गर्ने हो। भित्र चाहिँ जान मिल्दैन किनभने हामीले सुँगुरको वाउ सो ब्युटिफुल। म चाहिँ यो ठाउँमा चाहिँ पहिलोचोटि हो होइन। 5-6 घन्टा पछिको बस है हामी ठ्याक्कै पुग्यौँ। के पऱ्यो यो ठाउँको नाम? गौरीटप। गौरीटप। यता चाहिँ हाम्रो बाउजू हुनुहुन्छ मेन होइन। हामी चाहिँ सोलुदुसकुण्ड नगरपालिका र नेता सल्यान गाउँपालिकाको सिमानामा ठ्याक्कै पुग्यौँ है गौरीटप भन्ने डाँडामा। ओ यो चाहिँ भाइ हो। यतिजनामा एउटा त पाउला है मलाई याद छ। कैसा लगा मेरा मजाक? फाइनली हामी अहिले चाहिँ यो डाँडामा आएको छौँ होइन। खास यो डाँडा चाहिँ गौरीटप भन्ने गर्ने रहेछ होइन। अनि म चाहिँ आज फर्स्ट टाइम आएको। हाम्रो साथीहरू हराएर फेरि कुद्न आएको हामी हरायो।
गाह्रो छ हामीले थिस हान्ने हामी त उयो मन्दिरमा जाउँ भनेर के गाइज जाडो भएर मैले ज्याकेट चाहिँ लगाइरहेको छु होइन टक्कसँगले चस्मा पनि लगाइरहेको छु यहाँदेखि कोही नाचिरहेको छ कोही खाइरहेको छ होइन अनि यस्तै हो धेरै जाडो रहेछ होइन थाहा थिएन मलाई जाडो हुन्छ भनेर अनि यता चाहिँ बल्ल बल्ल हराएर पाइरहेको छौँ हाम्रो साथीहरू अनि हामी चाहिँ घुम्दैछु दुईजना त्यहाँ आउँदैछ नाच्नु पनि हामी होइन तर के गर्नु भने जस्तो गीत चाहिँ आएको छैन दुईजनाले गर्दा नाच्नै पाएन मलाई चाहिँ तिमीहरूले गर्दा मलाई नाच्न पाएन होइन अनि हामी चाहिँ अब फाइनली मन्दिर जाने प्लानिङमा छौँ तर हाम्रो साथीहरू चाहिँ कता कता गएको चाहिँ थाहा छैन होइन त्यही भएर हामी चाहिँ होइन यहाँदेखि घुम्दा घुम्दै यता है म चाहिँ यहाँदेखि घुम्दा घुम्दै माथि मन्दिर जाँदैछौँ हामीले चाहिँ दर्शन गरेर नि आइसक्यो दुईजनाले एकजनाले चाहिँ होइन गरेन किनभने उसको चाहिँ आफ्नै प्राइभेट समस्याहरू भएको कारणले चाहिँ गरेन अनि यति धेरै जाडो भनेर चाहिँ सोचेको थिएन मैले अब धेरै जाडो भयो जब चाहिँ हामी जाँदैछौँ होइन यहाँ एकजना भइले चाहिँ हामीसँग नआएको कारणले यहाँ खोज्दै पनि छौँ अनि जाँदै पनि छौँ कि गाडीमा गयो कि जस्तो फिल पनि भइरहेछ होइन तर पनि थाहा छैन केमा गयो गाडीमै गयो जस्तो लागिरहेछ होइन हामी जब जाँदैछौँ गाडीहरू पनि पछाडि आउँदैछ होइन डर लागिरहेछ यस्तै गाडीमा जाँदा यत्तिकै चिन्नुपर्छ कि पुरा साह्रो छ यत्तिको मान्छे चाहिन्छ कि अझै चाहिँ हाम्रो बिजोग हुने भयो पानी पर्न लागेको छ हिँडेको घर तिनजना अगाडि हिँडिरहेछ हामी चाहिँ पत्तलेदेखि जाँदैछौँ गाइज एकदमै चिसो छ होइन लास्टै गाह्रो पानीले चाहिँ अझ बिजोकै पारिदिला जस्तो छ गाह्रो छ हौ गाइज यस्तो छ यता लेकतिरको मौसम अगाडि हिँडिरहेछ अनि म चाहिँ पछाडि हिँडिरहेको छु होइन हामी तल पुग्नु छ के गर्नु यत्रो टाढा आयौँ